गर्मीको एक न्यानो बिहान माया नाम गरेकी सानी केटी आफ्नी हजुरआमाको बगैँचामा खेलिरहेकी थिइन्। बगैँचाको बिचमा एउटा अग्लो आँपको रुख थियो। त्यसका हाँगाहरूमा थुप्रै साना र केही ठुला आँपहरू थिए। मायाले उत्साहका साथ माथि हेरिन्। ओहो, आँप! उसले भनिन्। मलाई आँप कति धेरै मिठो लाग्छ। उसले होचो हाँगामा झुन्डिएको सानो चम्किलो हरियो आँप देखिन्। मलाई अहिले नै खान मन लागिसक्यो, मायाले भनिन् र नजिकै झुन्डिएको आँपतिर हात लम्काउँदै भनिन्, यो एकदमै राम्रो देखिन्छ। हजुरआमाले देख्नु अघि नै मायाले सानो हरियो आँप टिपिन्। उनले त्यसलाई छिट्टो धोइन् र ठुलो घाँस लिन टोकिन्। अहो, आँप त धेरै कडा र अत्यन्तै अमिलो थियो। तैपनि मायाले यसलाई खाइन्, किनभने उनले त्यसलाई खेर नफाल्ने निर्णय गरेकी थिइन्। केही समयपछि मायाले आफ्नो ओठ वरिपरि जलेको महसुस गरिन्। आथा, उनी रोइन्। उनी हजुरआमा कहाँ दौडिन्। मेरो मुख पोल्यो हजुरआमा। हजुरआमाले बिस्तारै उसलाई हेर्नुभयो। तिमीले एकदमै काँचो आँप खायौ, हजुरआमाले मायालु स्वरमा भन्नुभयो। कहिलेकाहीँ धेरै काँचो आँपको टर्रो र अमिलो रसले मुख वरिपरिको छालालाई जलाउन सक्छ। हजुरआमाले मायाको अनुहार चिसो पानीले धोइदिनु भयो र उसको ओठ वरिपरि मलम पनि लगाइदिनु भयो। हजुरआमा, के म ठिक हुन्छु? मायाले आँखामा आँसु बोकेर सोधिन्। अवश्य, हजुरआमा मुस्कुराउनु भयो। चाँडै निको हुनेछौ। अर्को पटक आँप नपाकिन्जेलसम्म पर्खौँ है त। अर्को केही दिनसम्म मायाले रुखमा आँपहरू हेर्थिन्। हरेक बिहान तिनीहरू थोरै परिवर्तन हुन्थे। हरियो रङ बिस्तारै पहेँलो हुँदै गयो। आँपहरू ठुला, नरम र मिठो सुगन्धले भरिएर आए। अन्ततः हजुरआमाले एउटा सुन्दर सुनौलो आँप छानेर टिप्नुभयो। यो तयार छ, हजुरआमाले भन्नुभयो। हजुरआमाले आँपको बोक्रा ताछेपछि साना टुक्राहरूमा काट्नुभयो। मायाले होसियारपूर्वक ती आँपका टुक्राहरू टोकिन्। उनका आँखा ठुला भए। आहा, उनले भनिन्, यो कति मिठो र नरम छ। हजुरआमा हाँस्नुभयो। मैले तिमीलाई भनेको थिएँ नि, राम्रा कुराहरू पर्खनुको फाइदा राम्रो हुन्छ। माया मुस्कुराइन् र भनिन्, म खुसी छु, किनभने मैले यसपटक पर्खेँ। त्यस बेलादेखि जब उनी साना हरियो आँप देख्थिन्, उनी तिनीहरूलाई हात हल्लाउँथिन् र भन्थिन्, तिमी पाकेपछि म तिमीलाई खानेछु। यसरी हरेक गर्मीमा आँप फल्ने मौसममा मायाले मिठो रसिलो आँपको आनन्द लिन थालिन्। त्यसैले साथीहरू, कहिलेकाहीँ पर्खिनु नै सबैभन्दा बुद्धिमानी विकल्प हुन्छ, किनभने हतार गर्नुभन्दा धैर्यताले राम्रो प्रतिफल दिन्छ।